नमस्ते सबैजनामा बाबासँग प्रविधिका कुरा जिज्ञासाबाट सुरु हुन्छ प्रविधिको यात्रा। म हुँ बाबा र म हुँ स्मेरिया। स्मेरिया, आज हामी के को बारेमा कुरा गर्छौँ रे? आज हामी फुटबलको बारेमा कुरा गर्छौँ। आज हामी फिफा वर्ल्ड कप 2026 को बारेमा कुरा गर्ने हो। त्यति मात्रै हो कि अरू पनि कुरा गर्छौँ हामी? सायद टेक्नोलोजीको बारेमा नि कुरा गर्छौँ होला। आज हामी के को बारेमा कुरा गर्छौँ भन्दा फिफा वर्ल्ड कप 2026 को बारेमा कुरा गर्छौँ र त्यसमा युज भएका प्रविधि र त्यो प्रविधिले ल्याएका केही कन्ट्रोभर्सियल विषयहरूको बारेमा पनि हामी आज छलफल गर्नेछौँ। बाबा, मैले सुनिरहेको बलभित्र चिप हुन्छ अरे, अनि मलाई कस्तो राम्रो लाग्यो त्यो बल है। त्यो बल कसले उत्पादन गरेको तिमीलाई थाहा छ? खै, एडिडासले हो नि। एडिडास, त्यो त मेस्सीले लाउँछ त, फुटबलर्स प्लेयर्सहरूले लाउँछ त त्यो स्पिड बनाउने। यसपालिको वर्ल्ड कपमा जति पनि लिएर बलहरू छ त्यो सबै कसले स्पोन्सर गरेको भन्दा फिफा उसले हाम्रो एडिडासले स्पोन्सर गरेको हो। त्यसरी कारणले तिनीहरू लगाएका हुन् र एडिडासले विभिन्न टेक्नोलोजी प्रयोग गरेर बलहरू बनाएको छ। त्यो टेक्नोलोजी प्रयोग भएको बल यसपालि वर्ल्ड कपमा प्रयोग भएको छ। त अघिल्लो पालि पनि प्रयोग भएको थियो। यसपालि अझ भनौँ न विस्तारित प्रविधिको एडभान्स टेक्नोलोजीको प्रयोग भएको बलहरू त्यसमा प्रयोग भएको छ। एउटा कुरा साँच्चै, तिमी कसको फ्यान हो? म अभियसली अर्जेन्टिना देखिराख्नु भएको छ त। तपाईँ चाहिँ? म चाहिँ यसपालि अब स्पेनलाई सपोर्ट गर्नु पर्ला जस्तो लाग्छ है। स्पेनमा एकदम राम्रो राम्रो प्लेयरहरू छन्, उदयमान प्लेयरहरू छन्, लामिनी एमाल जस्ता प्लेयरहरू छन्। त्यस कारणले गर्दा मलाई अब यसपालिको फाइनल गेम चाहिँ सायद मैले स्पेनलाई सपोर्ट गर्छु। त्यति धेरै स्ट्रङ सपोर्टर त म कसको पनि होइन, तर अब यसपालि स्पेनलाई सपोर्ट गर्ने सोचमा छु। भनेपछि तिमी अब अर्जेन्टिनामा किन तिमीलाई अर्जेन्टिनामा मन परेको? अब राम्रो खेल्छ, यसपालि नै जितिहाल्छ भन्ने म अलिकति कन्फिडेन्समै छु। अनि फेभरेट प्लेयर मेस्सी नै हो। अनि अहिलेसम्म यति धेरै लाइक अहिलेसम्म ऊ जितिरहेछ। त्यही तर अस्ति तपाईँले त म अर्जेन्टिनाको फ्यान भने छोरीसँग झुट बोल्ने। अर्जेन्टिना त यस्तो थियो, अब म खास ब्राजिलको फ्यान है। अब ब्राजिलले हारिहाल्यो, त्यसपछि अब छोरीलाई पनि एकदमै मनपर्ने है। त्यस कारणले गर्दा अब अर्जेन्टिनालाई नै सपोर्ट गरियो। तर अब यसो अस्ति स्पेनको गेम हेरेको है, यस्तो राम्रो लाग्यो है। अनि त्यस कारणले अब स्पेनलाई नै सपोर्ट गर्नु पर्ला जस्तो लागिरहेछ। एनिवे ठिकै छ। अब अलिकति यसपालि वर्ल्ड कपमा प्रविधिहरू पनि प्रयोग भएको छ, धेरै प्रविधिहरू प्रयोग भएको छ। त्यसमध्ये केही प्रविधिहरू अलिकति एडभान्स प्रविधिहरू पनि छन् र केही कन्ट्रोभर्सियल कुराहरू पनि छन्।